यो समाचार सुन्दा मलाई पो कस्तो शरम लागेको के। ए भगवान् नि, एउटा 17,000 मारा हत्याराले सुकुम्बासी हटाएर चाहिँ बालन शाहलाई चाहिँ पाप लाग्यो, पाप लागोस् रे के। ए प्रचण्डे, तैँले 17,000 मारेर आएको हो त, तैँले आज देशमा के गर्यो त? तैँले तेरै आफ्नै परिवारको लागि मात्र दुनियाँ काम गर्यो। तेरै परिवार मात्र आज हरेक आलिशान बङ्गलामा हरेक ठाउँमा छ। तैँले 17,000 मान्छे मारेर हेर त आज त्यसको परिवारको हालत के छ। माथि कसैको खुट्टामा चप्पल छैन, कसैको हात खुट्टै छैन, डुँडे छ। त्यसको ज्यानमा अहिलेसम्म छारेर झिकेको छैन, जाडोमा चरक चरक भएर रुन्छ, रातभरि छटपटिन्छ, टाउको दुखेर एउटा सिटामोल खान पाएको छैन। तैँले हेरेको छस्? हेर त त्यो शहीदको छोराछोरीहरू काठमाडौँमा अहिले कुन चाहिँले एउटा कोठामा राखेर पढाइरहेको छ। तैँले कुनै दिनमा गएर फर्केर हेऱ्यो? तँ जस्तो सामन्तीले एउटा बालेन शाह जस्तो एउटा मोर ट्यालेन्टेड एजुकेटेड एउटा वेल फ्यामिलीबाट चाहिँ आएको मान्छेलाई चाहिँ पाप लागोस्, यो होस्, सुकुम्बासीलाई चाहिँ के अरे तैँले जसरी मारेको हो के अरे हाम्रो बालेन शाहले त स्थानान्तरण गरेको एउटा सरकारी जग्गाबाट अर्को ठाउँमा लगेको हो। सुकुम्बासी भनेको के हो? सुकुम्बासीलाई बस्न दिने ठाउँ भनेको पर्मानेन्ट स्थायी रूपमा हुँदैन। सरकारले जुन कुनै ठाउँमा लगेर सारेर राख्न सक्ने व्यवस्था एउटा संविधानमा उल्लेख गरेको छ। यो कुरा किन तिमीले बुझेर किन बुझ्बचाएको? सरकारले जुन कुनै ठाउँमा सार्न सकिन्छ। अनि अहिले तँ जस्तो एउटा हत्याराले चाहिँ एउटा बालन शाह जस्तो मान्छेलाई चाहिँ पाप लाग्छ भन्ने? तँलाई कुरी लाज लाग्दैन? छेपार मुर्दार।